चाहिँ देखाएको छ। Hi everyone, welcome to the vlog. Welcome to my दशैं vlog. ल फर्स्टली सबैजनालाई ह्यापी दशैं भन्न चाहन्छु र नेपालमा दशैं सुरु भइसक्यो, जताततै दशैं सुरु भइसक्यो, घर स्थापनाको दिनदेखिबाट दशैं सुरु भइसक्यो र नेपालमा त एकदमै चलपल सुरु भइसकेको छ। सिटी एरिया चाहिँ बिस्तारै खाली हुँदैछ है अब, किनभने सबैजना गाउँठाउँमा जानुहुन्छ, आफ्नो घरमा जानुहुन्छ। घर स्थापनाको दिनदेखिबाट टिकाको दिनसम्म के गर्छु म त्यो देखाउने प्रयास गरेको छु। हाम्रो घरमा पनि दशैं सुरु भइसकेको छ र दशैं सुरु भएसँगै हाम्रो घरमा चाहिँ अब सफा सुग्घर गर्ने कार्यक्रम छ आज चाहिँ। अब यो झ्याल र्याकको भाँडाहरू जुन अनयुज भाँडाहरू छ नि त्यो सबै आज हामी सफा गर्छौँ र के देखाउन पोसिबल हुन्छ यो दशैंभरिसम्म म त्यो देखाउने प्रयास गर्नेछु। प्लिज भिडियोलाई हिँड्सम्म हेरिदिनु होला। सब यो झ्यालहरू सफा गरेर पर्दा सफा गरेर राखेको छ। अब पर्दा राख्नु बाँकी छ। 12 मान्छेहरू भइसक्यो, र्याक पनि सफा गरिसक्यौँ र र्याकमा भाँडाहरू पनि सबै राखेर भइसक्यौँ। यस्तो राम्रो देखेको छ, अहिले टिलिक्क सुन टल्किँदै चाहिँ टल्केको छ। The next day. Hi everyone, आज चाहिँ दशैंको पञ्चमीको दिन छ र हाम्रो क्लबबाट चाहिँ यो दशैंको बेलामा सधैँ दशैं तिहार एक्सचेन्ज प्रोग्राम भनेर गर्छ नि त, अनि त्यही भएर आज पनि त्यो प्रोग्राम छ। अनि त्यही भएर म चाहिँ त्यहाँ प्रोग्राममा जाँदैछु। सो आइ एम अल रेडी। यस्तो छ पेट पनि नदेखिँदो रहेछ, खासै स्लिम देखेको छु कि म। सो आइ एम रेडी। अब म जाँदैछु, फेरि के हुन्छ म अपडेट गराउनेछु। हामी लामाचौरमा रहेको अकाला मन्दिर जाँदैछौँ। हामी यो अकालादेवी मन्दिरमा आइपुग्यौँ। आज चाहिँ मन्दिर कस्तो प्याक रहेछ, दशैं लाग्यो नि त, त्यही भएर मन्दिर प्याक छ। हामी मन्दिर दर्शन गरेर भइसक्यौँ। अब हामी साथीको घर जाँदैछौँ। हामी साथीको घर जानुभन्दा अगाडि चाहिँ हाम्रो जुन ग्रिटिङ एक्सचेन्ज प्रोग्राम छ नि त्यो गरेर अनि मात्रै जान्छौँ। हाम्रो साथीको आमा हुनुहुन्छ उहाँ चाहिँ, अनि साथीहरू सबै यहाँ बसेका छन्। हाम्रो स्पोन्सर साथी हो। ल अब खाना खाने पालो। The next day. Hi everyone, आज नेक्स्ट डे। आज चाहिँ हामी शपिङ गर्नको लागि मार्केट जाँदैछौँ। अहिले हामी बजार आएका छौँ दशैंको शपिङ गर्न बच्चाहरूको लागि। यस्तो भिड छ बजार। Hi everyone, आज नवमीको दिन छ र हरेक नवदुर्गामा चाहिँ हामी मन्दिरमा पूजा गर्न जान्छौँ नि त। अनि आज चाहिँ हाम्रो कलर ग्रिन निस्केको छ र म ईशानी र मिस्टर कुँवर चाहिँ अहिले बिन्दवासिनी मन्दिरमा पूजा गर्न आएको छु। मन्दिर चाहिँ एकदमै प्याक छ आज। हामी
मङ्गलसिनी मन्दिरमा दर्शन गरेर भइसक्यो। अब हामी तालबराई मन्दिर जाँदैछौँ। मन्दिर चाहिँ आज एकदमै प्याक थियो। हेरौँ तालबराई मन्दिर कतिको प्याक हुन्छ। अहिले चाहिँ हामी तालबराई मन्दिर आइपुग्यौँ। ल के अरे मिस्टर कुमार, डु यु हेभ समथिङ टु से? सबैलाई हेपी दसैँ। ल ओके। शान्ति समृद्धि। यहाँ पनि प्याक छ जस्तो छ है मन्दिर त। इभान तालबराई मन्दिर पुनर्निर्माण कार्यको लागि 505 रुपैयाँ सहयोग गरिरहेको छ। लाइन छ यहाँ पनि। चाहिँ मन्दिर दर्शन गरेर भएँ। अब हामी जाँदैछौँ। यस्तो प्याक थियो क्या आज मन्दिर पनि। एभ्रिवान हामी मन्दिरबाट घर फर्केपछि खाना खायौँ। खाना खाएर एकछिन रेस्ट गरिसकेपछि अब चाहिँ हामीले सेलरोटी हाल्दैछौँ। उहाँले बाहिर सेलरोटी हाल्नुहुन्छ, म देखाउँछु है। के भयो भएन ए? ल सेलरोटी चाहिँ हाल्दै हुनुहुन्छ। अहिले चाहिँ झिलिङ्गा हालिसक्यौँ। झिलिङ्गाको यत्रो ठुलो चाङ भइसकेको छ। अब बल्ल सेलरोटी स्टार्ट हुँदैछ। त्यो त के भन्छ म के हो तर मुवाले एकदमै राम्रो रोटी हाल्नुहुन्छ। एकछिनमा देखाउँछु है। यो चाहिँ बल्ल कास्टिङ हो। अहिले पछि राम्रो भइसकेपछि म देखाउँछु। ल हाम्रो नयाँ अपडेट है। अहिले रोटी इमुवाले हालिराख्नुहोस्। अहिले चाहिँ एकदमै राम्रो बनेको छ है। यहाँ यति धेरै रोटी भइसकेको छ। अघिको रोटी चाहिँ यो थालमा छ है। मलाई पनि रोटी त हाल्न आउँछ। मेरो पनि रोटी एकदमै राम्रो हुन्छ है। तर मुवालाई चाहिँ मेरो रोटी मनै पर्दैन कि, अनि त्यही भएर मैले नहालेको। गाडी खानुभन्दा बरु रोटी नहालौँ है। अनि ल हाम्रो रोटी अर्को अपडेट चाहिँ यही हो। एकदमै राम्रो भएको छ। तर खोइ मुवालाई किन हो चित्तै परिरहेको छैन। यता भएन उता भएन भनिराख्नु थियो है। मुवा अहिले रोटी कस्तो हो? राम्रो भएको छ? छैन कस्तो राम्रो कुनै। अब यतिको रोटीलाई राम्रो नभने चाहिँ कस्तोलाई भन्ने हो? ल हाम्रो रोटीको अपडेट चाहिँ यही हो। Hi everyone, good morning. The day has finally come. आज विजय दशमीको दिन। फर्स्टमा त म सबैजनालाई ह्याप्पी दसैँ भन्न चाहन्छु। आज हामी टिका लगाउँछौँ अनि त्यसपछि टिका र जमरा लगाउँछौँ अनि मिठो मिठो खान्छौँ अनि त्यसपछि रमाइलो गर्छौँ। म के गर्छु म देखाउने छु। अहिले चाहिँ 10:30 भएको छ र 11:52 कि 54 मा चाहिँ साइड छ। र फर्स्टमा चाहिँ अब वेदर देखाउँछु ल। यस्तो छ आजको वेदर चाहिँ यस्तो छ है। वेदर फोरकास्टले चाहिँ आजको दिनदेखि 3 दिनसम्म कन्टिन्युसली पानी पर्ने चाहिँ हेभी रेनफल भनेर देखाएको छ। रातभरि पनि पानी परेको थियो। यता चाहिँ अरू बेलामा हिमालहरू देखिन्थ्यो है। अब माछापुच्छ्रे यस्तो क्लियरली देखिन्थ्यो। आज केही देखेको छैन। आज केही देखेको छैन। अब भ्यू यस्तो छ। सिमसिम पानी परिसक्यो है। अब यो दसैँ चाहिँ हिले दसैँ होला जस्तो चाहिँ पानी परेर हिले हिलो हुन्छ नि त। अब यहाँ नभए नि गाउँतिर त हिलो हिलो हुन्छ। अनि त्यही भएर दसैँ के हुन्छ। अनि हेरौँ अब म किचनतिर जाँदैछु। के पाकेको छ म देखाउँछु। अब म किचनमा आएँ। म देखाउँछु के पाकेको छ। फर्स्टमा चाहिँ यहाँ छ यो करेलाको अचार, यो आलुको अचार, यो छ काँक्रोको अचार, यो इसानलाई चिकन, यो मिस्टर कुमारलाई माछा, अनि यहाँ चाहिँ मासु छ। अनि त्यसपछि इभानलाई पनिर र दाल चाहिँ उतापट्टि छ। अब हामी कोठामा जान्छौँ अनि बेड कभरहरू चेन्ज गरेर कोठा सफा गरेर रेडी गर्छौँ। अनि त्यसपछि अब हामी पनि रेडी हुन्छौँ टिकाको लागि। इभानको चाल चाहिँ त्यस है। अब टिभी हेर्दै बसिरहेको छु। नुहाउनु परेन अब आऊ नुहाउनु पर्यो। अनि त्यसपछि कपडा लगाउनु पर्यो, टिका लगाउनु पर्यो। यो चाहिँ यता गेम खेल्दैछ। मैले चाहिँ यहाँ पुरानो टिका पहिलाको साल लगाएको टिका फाल्नु भयो। अनि अहिले टिका लगाउने हुन्छ नि त्यसको तयारी गर्दै हुनुहुन्छ। जब म कोठामा आएँ है। यिनीहरूले चाहिँ सबै बेड कभर चाहिँ निकालेर राखेको छ। अब म बेड कभर हाल्छु। नयाँ बेड कभर। ल मैले रुममा चाहिँ बेड कभर हालेर भ्याइसकेँ। ल यो छ मेरो बेड। अनि
यो चाहिँ लो बेड भयो। अब ईशानहरुको रुम देखाउँछ। यो चाहिँ ईशानको रुम हो। यो बेड कभर राम्रो लाग्यो मलाई। मैले 3टा बेड कभर अनलाइनबाट मगाएको थिएँ। म एकदम डर लागेको थियो कस्तो हुन्छ तर राम्रै रहेछ। ल अब बेड कभर राखेर भइसक्यौँ। अब चाहिँ 11 बजे ठ्याक्कै 11 बजेको छ। अब हामी रेडी हुन्छौँ। ओके आइ एम रेडी। म दसैँको टिका लगाउनको लागि रेडी भइसकेँ। इभान पनि छ पछाडि। इभान पनि रेडी भइसक्यो। ल इभान पनि रेडी भइसक्यो। भाग्यो एउटा। ल मिस्टर कुँवर चाहिँ बिहामा जाने जस्तै दौरा सुरुवाल हो के अरे दौरा सुरुवाल लगाएर रेडी हुनुभएको छ। तिमी के गरेको सानो त्यस्तो सिद्ध बस न। ओ माई गड होइन हौ मिस्टर कुँवर। ल मैले चाहिँ आज पिङ्क साडी लगाएको छु। एन्ड दिस इज माई आउटफिट। कपाल चाहिँ के गर्ने लास्टमा सधैँ कपाल के गर्न भ्याइँदैन है अनि यत्तिकै छोडियो क्या। ओके अब हामी टिका लगाउनको लागि रेडी भइसक्यौँ। टिका बग्यो मेरो। पैसा सामानलाई तिर लाग्यो कि यता God bless you. आशीर्वाद ज्ञानी हुने ठुलो बडो हुने घर फेन्टा कोपी त्यस्तो कस्तो तल आएछ खो फेन्टा कोपी ल्याउने अनि ग्लास हाल्ने अनि खाइहाल्ने तर त अहिले त तलको चाहिँ म व्हाइट स्लेभ बुझ्दिन्छु है अलि छोड हामी के अब टक्क खाएर बस्यो हैन खान्छ यता पनि यसो तल जाऊ खाएर बस्छ म आयो भने टिका लगाइदिइहाल्छु। त्यो तलको अझै जिस्काउनु झम्काना तिमीलाई केरा दिनु मैले दिनु यो कलर त नि अरु पाक्दै मान्छे सक्यो पुरै दिए 50 रुपैयाँ भाइले न त मैले लाग्थ्यो ए त पाक्दै मान्छे अब ईशानले इभानलाई लगाइदिने पालो छ लास्टमा। कहिले लगाइदेऊ पेपर बाउ त्यहाँबाट पेपर निकालिदिनु न टिस्यु। इबुले चाहिँ पैसा देखाएको छ। घरमा टिका लगाएर भइसक्यो अनि खाना पनि खायौँ। अब चाहिँ हामी मेरो माइतमा टिका लगाउन जाँदैछौँ। मिस्टर कुँवर हुनुहुन्छ अगाडि। हो आज मिस्टर कुँवर के अरे दौरा सुरुवाल ढाका टोपी लगाएर एकदमै मक्क परिराख्नु भएको छ। ह्यापी दसैँ। बाबाले चाहिँ बाबु जहिले जतिखेर निकै क्यामेरा देखेपछि के भन्नुहुन्छ ह्यापी दसैँ
अनि इभान पछाडि छ, ईशान पनि पछाडि छ। अब चाहिँ हामी एकछिनमा मेरो माइत पुग्छौँ। अब चाहिँ हामी माइत पुग्यौँ। यो हो मेरो माइतको घर। मिस्टर कुमार कोसेली लिएर हिँड्नु भएको छ ससुराल ल्याउँदा। इभाना ओ कस्तो राम्रो देखेको। ह्याप्पी दसैँ। ल इभान ह्याप्पी दसैँ हुन्छ। ह्याप्पी दसैँ, ह्याप्पी दसैँ, दसैँ। दुर्गा भगवानले रक्षा गर्नुहुन्छ। मैले आँटेको बुझ्यो सोचेको तेरो पहिलाकै सबै खसे खान्छु हो। त्यो माधव मात्रै लाउँ के हो सेवन काका लानु पऱ्यो ल हो त्यही एक पल्टी लगाइदिनु पर्ने ल अब सानोलाई। हामी फेरि घर आइसक्यौँ। इभान के गर्ने? इभान त डान्सर बन्न लाग्छ त ठुलो हो। जन्म भएर छोराहरू पनि आमाले आत्तेर छोराहरू सब आत्ते राति भयो 8 बज्न लाग्छ भाइ काकी। त किन रिसाउँछस् नि? यो हेर न यो। ल अहिले रातिको 8 बजेको छ र अहिले हामी लेक साइड आएका छौँ। भर्खरै हामीले हाम्रो रिलेटिभहरूकोमा टिका लगाएर भइसक्यौँ। त्यो भएर एकछिन यसो एक राउन्ड लगाऊँ न लेक साइड भनेर हामी लेक साइड आएको। लेक साइडमा चाहिँ चहलपहल छ र झिलमिली छ। यता सृजना चोक हाम्रो घरतिर चाहिँ अलिक सुनसानै छ कि, तर यतातिर चाहिँ चहलपहल छ चाहिँ भने टुरिस्ट एरिया हो नि। यस्तो चहलपहल छ। एक राउन्ड लगाएर नि हामी घर जान्छौँ। आज एकदमै थकी लागेको छ। हामी कता निसो यहाँ त के हो जाम सुरु भइसक्यो त। यता चाहिँ छाता छ कि अम्ब्रेला स्ट्रिट। त्यहाँ जानु मन लागेको थियो। इबो हाउ आर यु? इबुको दसैँ कस्तो भयो? र पैसा कति कमायो इभानले? पहिला चाहिँ इभानको धेरै जस्तो 100 यति धेरै हुन्थ्यो होइन? यसपालि तिम्रो 500 धेरै बस है। सबै 500 छ इभानको। मसँग सेयर गर है। अहिले चाहिँ एकदमै थके लागेको छ। अब हामी घरमा गएर सुत्छौँ। हामी सफा सुग्घर चाहिँ भोलि गर्छौँ। आज चाहिँ यत्तिकै सुत्ने हो। सो आज हाम्रो दसैँ यहीँ इन्ड हुन्छ। बाई बाई। पोहोर चाहिँ बाई बाई भन्नुहुन्छ कि?